सम्माननीय सभामुख महोदय, नेपाल विशेष सेवा ऐन 2042 को दफा 4 को उपदफा 1 मा केही नेपाल ऐन संशोधन गर्ने ऐन 2075 बाट संशोधन भई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग रहने गरी व्यवस्था भएको। प्रस्तुत संशोधन हुन अघि राष्ट्रिय अनुसन्धान विभाग नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत नै रहँदै आएको सूचनाको सङ्कलन तथा विश्लेषण सहितका राष्ट्रिय अनुसन्धान विभागबाट सम्पादन हुने कार्यको लागि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतका अन्य निकायहरू समेतको समन्वय हुँदा अझ बढी प्रभावकारी हुन जाने सहितका विषयलाई दृष्टिगत गरी नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट नेपाल सरकार कार्यविभाजन नियमावली 2074 मा संशोधन भई राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय अन्तर्गत रहने गरी व्यवस्था भई आएकोले सोही बमोजिम कार्य सम्पादन गराउन नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेश जारी भई नेपाल विशेष सेवा ऐनमा संशोधन भएको। नेपालको शान्ति सुरक्षा कायम राख्न नेपाल विशेष सेवाको गठन र तत्सम्बन्ध सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न जारी भएको नेपाल विशेष सेवा ऐन 2042 को दफा 4 को उपदफा 1 मा रहेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत भन्ने शब्दहरूको सट्टा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको स्थापना हुनेछ भन्ने व्यवस्था कायम राख्न नेपाल विशेष सेवा ऐन 2042 लाई संशोधन गर्न आवश्यक भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले नेपाल विशेष दोस्रो संशोधन अध्यादेश 2082 सभा समक्ष पेश गर्दछु। धन्यवाद।